उहाँहरूले नै नेतृत्व गरेको तत्कालीन सरकारले चलाएको गोलीबाट यही सिंहदरबार अगाडि ढलेको जेन्जीको रगत अझै राम्रोसँग सुकेको छैन। पशुपतिमा जलाइएको 12-13 वर्षको स्कुल ड्रेसमा जलाइएको 12-13 वर्षको बच्चाको खरानी बागमतीको किनाराले राम्रोसँग बगाइसकेकै छैन। भदौ 23 र 24 गतेको जनविद्रोहमा मारिएका सन्तानका बुवा आमाहरू बरखी बारेर बसिरहनु भएको छ। उहाँहरूको शरीरबाट सेतो कपडा उत्रिएको छैन। कुन हिम्मतले फेरि यहाँ आउँछौ र तिनै जनतामाथि शासन गर्छौ भनेर उहाँले भनिरहनु भएको छ। मलाई अचम्म लाग्छ सभामुख महोदय। आज गुण्डा राजका कुरा गर्दा गुण्डा राज कहाँ छन् भनेर तपाईहरूले भन्नुपर्ने अवस्था आयो, किनभने सरकार तपाईको छ, तपाईको सरकार छ, गुण्डा राज त्यही छ। आज प्रतिपक्षले बोल्दा तपाईले गुण्डा भनेर बयान गर्ने। आज देशको अवस्था कहाँ गइसकेको छ। आज प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको